शपिङमा अलिकति कन्ट्रोल गर्नु हैन त्यो नसक्नु त्यो 5-6 हजारको ब्यागतिर नहेर्नु बरु सिमबाडे $2-3 को किनेको राम्रो हैन अब खाना खाने कार्यक्रम हैन त अन्त आज टीका लाउने दिन नेपालमा त हिजो लगाइसकेको छ अनि उनी यहाँ तयार हुँदैछन् बसेको लागि पहिला त नि मेरो फिट टाइम हो साडी लगाएको उसको जहिले पनि यस्तै हो ल अब हामी जान थालेको छौं सृजना दिदीको घरमा हामी सबै नेपालीहरुको चाहिँ त्यही ग्यादरिङ र टीका कार्यक्रम छ अनि आई एम रेडी माया इज रेडी एन्ड माया इज ड्राइभिङ आई एम सो एक्साइटेड सबैजना आइसक्यो कि समुद्रिय मुजुता खोज्छु बुवा दर्शन बुवा ल बुवा है ल हाम्रो गण्यमान्य बुवा हेलो हेलो नहीं जो आपका काम हैप्पी दशैं हैप्पी दशैं हैप्पी दशैं हैप्पी दशैं हैप्पी दशैं हैप्पी दशैं ल हैप्पी दशैं हैप्पी दशैं हैप्पी दशैं ल नमस्ते सबैलाई नमस्ते 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 दादा हैप्पी दशैं अनिता ल ब्रो कैसे ल गुड सी ब्रो हैप्पी दशैं यार तो भाइ यार के छ अखिले चाहिँ राख्नु एक्सक्युज मी के छ यार तारा के छ ल ढिलो ढिलो भयो फेरि टाइम लगा डियर म यहाँ राख्छु यो मिठाई म त्यो बनाउँछु बस्नु मान्ने हाम्रो आमा पनि बस्दैमा हुन्छ क्या म चाहिँ महिनालाई पनि दसैँ आएर हाते यार दुईजनालाई हेर्नु त्यही त यार अरूको फर्स्ट दसैँ होइन त अमेरिकामा बस्छ ल ठिक टीका लगाइरहेको त छोरालाई हुँदैन त छ महिना थोरै यस्तो लगाइदिएर अनि मिल्दैन हैन टीका लगाइदिएर यसो $100 दिला भन्नु Happy birthday from our side to Ala. Happy birthday. न तपाईले भिडियो गर्नु भिडियो हैन भिडियो हजुरलाई फेरि पनि शुभकामना छ ल मैले आमा यो राख्नु ल मलाई छैन तकमा तिमी केडी तक मलाई आउनको लागि हाम्रो बहिनी आउँछ ल ठिक छ तिमीलाई बहिनी स्वागत छ अमेरिकामा पहिलो दशैं है खेलिदिनु पर्यो नि त खेलिदिनु लाग्यो भने
कहिले खुवाउँदैन यसरी ए हुन्छ के हो यसो कहिले खुवाउँदैन अरे के छोरा हुन्छ यहाँ हेर्नु साथी छिटै आओस् हो छिटो छिटो ल एकदम त्यो एक्जाम कको लागि यता हेरौँ सागा पुरा सही सागा पुरा हेलो हेलो न्युज ब्रो हेलो Happy दसैँ निरज युट्युबमा आउँछ है यो ब्लग त्यो खाएको पनि आउने युट्युबमा हो युट्युबमा लाइभ आउँछ है अहिले बेलुका एडिटिङ गर्न अलिक टाइम लाग्ला साउन्डहरू हाल्नु पर्यो पछाडि ब्याकग्राउन्ड गीतहरू हाल्नु पर्यो ओलिभियाले दिनु अरे उसलाई लाज लाग्छ अरे क्या गुण तिमी नि युट्युबमा आउने भयो अब मम्मी यो उता गर ए युट्युबमा आउनुपर्छ नि यार टिभीमा पो त आइन्छ त यार त्यही त हेलो ह्याप्पी दसैँ सानो मान्छेलाई पनि साने continue watching yes लो प्लिज तपाईँ समाउनु हेरेर हामी सुटेको फोटो निकालेको पर्ने डाइस भन्दै थिए कहाँ गर्छ ह्याप्पी दसैँ How to do more with less nasal polyps? Nose is no, thanks to Dupixent, the add-on treatment that shrinks nasal polyps and less alternatives. Now about breathing better with less congestion, about the chance to improve smell in as little as 3 days, which means you can get your nose to smell more often. And do lazy love. Dupixent can cover about new or worse एकदम धेरै ज्ञानी हुनु हैन कपको लाएर राम्रोसँग काम गर्नु हैन नाइट ड्युटी राम्रोसँग गर्न सक्नु योगामा एक्सलेन्ट कन्सियसनेस बढ्छ त्यही त एकदम ल विश गर्दा एकदम ह्यापी नाउ धेर अल्छी नगर्नु छुट्टी हुने बित्तिकै हामी गर्नु उसलाई धेर अल्छी नगर्नु भनेपछि हिमाली त्यही गर्छ ल म त भाइ थोरै हुन्छ मलाई त्यो चाहिँदैन फोटो क्या हामी हातमा ढुक्यो
ह्यापी दसैँ ह्यापी दसैँ नाइस भाइ हो भाइको फुटबल गुरु है ब्रासलेट देखियो भाइलाई यो भने हैन नभन्नु न खोल्छ ल यही हो खोल्छ अहिले नभन्नु राम्रो फुटबल खेल्नु है फुटबल ट्रेनिङ जानुपर्छ एम्बापे भन्दा पनि ग्रेटेस्ट प्लेयर हुनु ओके नयाँ नयाँ स्किलहरु ज्ञानी बन्नु धेरै नरिसाउनु मम्मीसँग धेरै नरिसाउनु बाबासँग नि धेरै नरिसाउनु एकदम धेरै माया गर्नु भनेको मान्नु अलि धेरै चाहिँ खाना थाल्नु है खाली चाउचाउ मात्रै नखानु यसो भातहरू दाल भातहरू पनि खानु आज त कति हो कति क्यास छ ओलिभिया मोर्गेज इंग्लिशमा भन्नुपर्छ ओके don't get too angry with mom and dad okay you अनि के भन्ने यार you listen everything mom and dad says no phone don't watch the phone all the time okay हैन के खानेकुरा लुकाउनु नपर्छ के अरे नानी तिम्रो पालो आयो है अब खाली देख्यो क्या नानीहरु के सबै ज्ञानी छ नानीहरु आसी चाहिँ यस्तै ज्ञानी भइरहनु है पकाउँदै त्यहाँ म यतै भर्नु कि देख जोडै छैन नानीको त केही कुनै छैन भाइको टर्न आयो नि के नानी ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु हेमन्त त्यहीको बिबी सबै सकिने पर्यो आमा आउनु कोही बोतल आउँछ त ह्यापी बर्थडे ह्यापी बर्थडे भाइलाई चाहिँ यो रङ लगाइदिनु है मजाको पछि आशीर्वाद दिन ओ आमा को ह्यापी बर्थडे ह्यापी दसैँ ह्यापी दसैँ ह्यापी दसैँ Happy Dosai! Happy Dosai Dai! Dai! वर्कआउट राम्रो गर्नु अझै गर्दै गर्नु ओबेसिटी राम्रो गर्नु हैन अब कलेजतिर लाग्नु धेरै नरिसाउनु बुढाले भनेको मान्नु सपिङ अलिकति कम गर्नु ठिकै छ धेरै महँगो त्यो लग्जरी ब्यागहरू उयोहरू त्यो आइटमतिर आँखा नहेर्नु बरु सिङबाट अलिअलि किनेकै राम्रो सिङबाट राम्रो पनि पाइन्छ उस्तै पाइन्छ आशीर्वाद कस्तो रेस्टुरेन्टको दिउ कि दुईटैतिर सबै मिलाइदिनु समग्रमा त यसो अलि कम रिसाउने धेरै नरिसाउने सपिङ अलिकति कम गर्ने सल्लाह हो त्यो सल्लाह हो कि अब सबैलाई एउटै हो मिल्ने हामी सबैले सल्लाह गर्न जानु तपाईलाई थाहा हुन्छ नि त हैन सल्लाह गर्न जानु मेरो क्रेडिट कार्ड नभनेर युज नगर्दिनु गर्दिनु अब त आयो आपाउँछन् भनेर क्यासले नकिन्नु क्रेडिट कार्डै युज गर्नु के सबै बोल्नु चाहिँ थाहा छ बरु कार्डै युज गर्नु कार्डै युज गर्नु अब दिदी थाहा हुँदो रहेछ त
दाइले भन्नु मात्रै हुँदैन मुख त चलाएको मैले सुनेकै छैन अनि कसरी मुख नचलाउनु त मैले कसरी भन्नु होइन भन्नु भयो त मैले त भन्नै भएन भन्नै पर्दैन हाम्रो यो ज्ञानी दिदी हो नि त एकदम लास्ट ज्ञानी हो यार हामी भन्दा त देख्नुभयो कोही ज्ञानी हुने भन्ने हो देखेँ बाहिरलाई देखेँ दाइले सबै कुरो गर्नु युट्युबमा आउँछ फेरि सबै युट्युबमा आउँछ फेरि सबै कुरा भन्नु भएन सबै कुरो कस्तो उल्टो पो त भयो त अनि दिदीले पो त दिने होइन के हो उठिहाल्नु ल ब्लगमा टाढा आउँदैन भन्ने छ होला यता टाढा निकाल्दै राख्छ ब्लगमा नआए त केही छैन यस्तै हुन्छ अरू के दाइ सोध्दै हुनुहुन्छ नराम्रो भयो त खाना अलि मजाले पकाइरहनु भएको छ सबै कुकले आफै पकाउँछ खाना होइन सुविधा हुन्छ शान्त हुने हो कि हो पकाउनु पर्यो भने नरिसाउनु रिसाउनु हुँदैन कहिले पनि रिसा जस्तो त लाग्दैन केही नलागोस् माले के आशा पाउँछ होला यहाँ तल पढेर जाओस् यो त नेपालको मतदार जिते होस् म भनिहाल्छु नि त्यो अब तपाईँ टिकटमा होइन मेरी छोरी पनि झन् रिसको त अनि र पनि छैन नि यी सबै छ है फेरि रिस नाकाका कुरामा नआओस् नरिसाउनु आँखामा जाओस् सपिङमा अलिकति कन्ट्रोल गर्नु होइन त्यो नसक्नु त्यो 5-6 हजारको ब्यागतिर नहेर्नु बरु सिमबाडे $2-3 किनेको राम्रो होइन भन्नु बरु 200 पर्यो भने 50 पर्यो भन्नु हामीसँग के सिक्नु बेलुकै सक्नु बिहान राख्नु भाँडासाना काम अलिकति हेल्प होस् बुढालाई लुगा धुन नलाउनु अब तिमीले लुगा धुन कहिले लाग्यो अन्दाजी भनेको पो त हामीले त लास्टै हप्ता अब यताको चाहिँ जटिलो हुन्छ होला नि यता चाहिँ उल्टो हो क्या अब के फरक पर्छ यता चाहिँ अब तारालाई भनेको आशिष अगेन्स्ट बोला मलाई भनेको अङ्कितालाई होला जस्तो यार ल दिदी अब आशीर्वाद पाउँदै दिनु पर्यो भन्छ त्यो तिमीले देखाउन होइन मामा हो त्यसरी बसेर गर्नु न त्यो म राखिदिन्छु नि घोडा टेकेर ल दाइ ल ल आशीर्वाद अखिलेशजीलाई बोलाको बेला घरमा ढाकेर मुना होइन बसेर भात खानु काममा मात्रै ध्यान दिने होइन यता बहिनीतिर पनि ध्यान दिने गर्नु होइन होइन हो नि बहिनीले नाच भनेको बेला नाच्ने बस्ने उठ भनेको बेला उठ्ने त्यो त सबै मै भनेको नाचमा त रमाइलो हुन्छ नि त दिदीले बोलाउनु भएको जाम भनेको बेला पछि पछि आउनु भन्नु होइन काम छ नभन्नु काम त बाटो सँगै गर्ने हो होइन काम भन्दा जिन्दगी नै काम त हो नि एउटा किन घुसवादी के यार योगा योगा के छ यतातिर योगा दिदीको यता चाहिँ अनि इन्फ्लुएन्स हुनु मबाट योगामा चाहिँ गाडो चलोस् हामीलाई युट्युबमा हालेको तपाईँको भिडियो हेरेर हामी पनि त्यतातिर जाँगर चलोस् होइन जाँगर चलोस् अब नाइट ड्युटी भिडियो भाइरल होस् भिडियो भाइरल होस् अखिलेशजीलाई अलिक आदेश कम ज्ञान माया बढी माया बढी खाने कुरा कहिले काहीँ खाँदा हुन्छ नखाने कुरो होइन पेट लाग्छ एक बारको जुनी छ पेट लाग्छ ठिक छ नि ब्यालेन्स गरिदिनु भयो ठिक छ त्यो त मक्ख भयो होला त नि एकदम हुनु पर्यो नि त यार हो यस्तो गरिरहेको पर्फेक्ट भन्दा आशीर्वाद पुग्यो नि आशीर्वाद पनि त्यति धेरै भएन यसैले मिलाउँ भनेर हस् धन्यवाद
म त गएँ लु जाऊ खाना खाऊ ल टिका गरेको हामी आमा यसो उभिन्छ नि त के गर्नु यति के ह्यापी दसैँ गर्ने हामी ह्यापी अब यो लिएर उतै जान्छ म त सबै ल ल खाइदिउँ अब ओके 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 ह्यापी दसैँ यो कम अन ह्यापी दसैँ अब खाना खाने कार्यक्रम होइन मजाले अन्त मेरो सिडीमा पाना यो पनि पाना हाम्रो दाउ भनेको पाना भोटे पाना दाउ भनेको भोटे 6 एउटै पाना निकाल्नु हाम्रो दाउ भनेको मुन्डा नि हो ओके चिडी ल ल पाना डब्बल फोटो सेसन कार्यक्रम अनुरोध गर्दैछु होइन हामी चाहिँ यता ब्याग बेन्च हामी ब्याग दर्शकहरू अहिले लानु दर्शकहरू ब्याग आउनु होला यो चाहिँ दसैँको सेम नै डे हो बट वी आर गोइङ टु नेक्स्ट प्लेस अर्को आमा बुवाकोमा एन्ड वी हेभ चेन्ज आवर अटायर सो अहिलेको चाहिँ हाम्रो कुर्ता थिम रहेकोले चाहिँ आई चेन्ज इन्टु फ्रम साडी टु कुर्ता अनि मायाले पनि क्याजुअलमा चेन्ज गर्यो अब हामी सृजना दिदीको माइत जाँदैछौँ लेट्स गो आर यु एक्साइटेड फर द नेक्स्ट एडभेन्चर माया एकदम एक्साइटेड छु ओके लेट्स गो सी यु देयर अलराइट यो चाहिँ हाम्रो दसैँको फर्स्ट डे नै हो होइन तर चाहिँ वी आर गोइङ टु अर्को आमा बुवाको घरमा फर दसैँ टिका जुन चाहिँ हाम्रो सृजना दिदीको चाहिँ माइत रहेको छ अनि अहिले चाहिँ हाम्रो लेडिजहरूको थिम चाहिँ कुर्तामा चेन्ज भयो सो आई हेभ चेन्ज इन कुर्ता ग्रिन अनि माया पनि क्याजुअलमा चेन्ज भयो सो वी आर एक्साइटेड फर आवर नेक्स्ट टिका एन्ड ब्लेसिङ्स ला माया त्यहाँबाट फोटो खिच्दिउँ न माया भन्नु लाग्थ्यो घरमा उज्यालो मलाई पनि लाग्थ्यो लाइट त्यो भनेपछि खिच्दिउँ न ल ल यहाँ त के हो जुवा पट्टा भएछ यार ह्यापी दसैँ गाइस छर्मा लागेको म हिसाब गर्छु है ल ह्यापी दसैँ ल छिरे यहाँबाट अनि त ल माथि भित्रपट्टि आउँछौ दाइने किन दाइने म देब्रे हो नि के भन्छ दाइने म दाइने छु ठिकै छ त अनि म तिमी यतापट्टि हुन्छ भन्नु खोज्दा कि आइपुग्नु भएछ त आइपुग्नु भएछ त नि कम्ती पिर गर्नुभएको होइन अहिले आम्मा एकछिन तपाईँले आउँदा रुन मात्रै सक्नु भयो त्यही रुन बाँकी थियो भनेर रुनु भएन नभए रुनुहुन्थ्यो होला त्यही त हो सबैको त्यही हो सबैले सोध्नु नि हो माया भनेको त्यहीबाट झल्किँदो रहेछ क्या यति साह्रो मिस गर्नु हुँदो रहेछ नि होइन मायाको परिभाषा उहाँले आज दिनुभयो कि दाइले किन ब्लग भनेर दाइले धेरै नै भनिराख्नु भएको छ माया के होला त्यस्तै परिवार जोडी बरकरार रहिरहोस् धन्यवाद भरिलो जम्रा थियो त कति धेरै छ जम्मा धन्यवाद आमा आउँदै हेर्नु न भिडियोमा अन्त बस्नु मैले बसेर गरौँ आमा बस्नु उ हेरौँ न एकछिन बस्नु न यता आमा दर्शन गर्नु पर्दैन बस मैले अब दर्शन गरेँ नि भिडियोमा आउँछ त नि अहिले भयो Okay, choose one. Second meal of the day. Second and fifth meal of the day. What's the खाना? Good. Good.
कहीँ खाँदै हुनुहुन्छ कहीँ तास खेल्दै हुनुहुन्छ जुवाडे पार्टी काटेर परेको चाहिँ हातमै लिने हो ह्यापी दसैँ हाम्रो आजको प्रोग्रामको लागि सो गाइस ह्यापी दसैँ